त्यही मैले चाहिँ म तलैसम्म छोड्दिनु भनेको थिएँ। म चाहिँ यहीँबाट तर हिँड्दै जाने र त्यही भएर मैले आज ब्लग फेरि दामी हुन्छ भनेको। हेलो गाइज, गुड मर्निङ। माई नेम इज कापु छ। म अहिले उठिसकेको छु बिहानै। अब म चाहिँ कहाँ के गरेर जान्छु भने आज दिन धेरै स्पेसल हुनेछ, किनकि आज वैशाख 14 गते ह्याप्पी मदर्स डे हो। त्यही भएर मम्मी पनि उता सुस्पामा आफ्नो आमा भेट्न जानु भनेको छ र मैले मम्मीलाई छोड्दै भन्नुभएको छ मम्मीले हिजो। र म अहिले बिहानै उठिसकेको छु। त्यही भएर म माथि गएर बाइक चाहिँ स्टार्ट गरेर माथि मम्मीलाई सुस्पामा छोडेर आउनेछु। र आज दिन धेरै स्पेसल हुनेछ, किनकि सबैजना आमाहरूलाई म पनि भन्दछु ह्याप्पी मदर्स डे। र मैले पनि मम्मीलाई माथि अघि नै यताउता लड्डु सड्डु किनेर दिइसकेको छु। तपाईँहरूले पनि आफ्नो आफ्नो मम्मीहरूलाई जे सक्छ त्यही दिनुहोस्। अब सक्नेले त अब सुन चाँदी पैसाहरू दिन सक्छ, तर नसक्नेहरूले त त्यस्तो दिन के सक्दैन। अब सबैको इच्छा त हुन्छ, नदिने भन्ने इच्छा हुँदैन, दिने भन्ने इच्छा हुन्छ। ह्याप्पी मदर्स डे सबैजना आमाहरूलाई। ओके गाइज, भ्यू ल त गाइज। अब म यता सुस्पा जान्छु मम्मीसँग। उता परबाट गुरसँगको टिलबाट दामी सनसेट हुँदैछ। अब कराएर म उता सुस्पा पुग्दाखेरि सनसेट पनि हुन्छ। र गाइज स्टे ट्युन, राम्रोसँग भिडियो हेर्नु होला अन्तिमसम्म। आजको ब्लग दामी हुनेछ। ल मम्मीले सामान किनिसक्नु अरे मम्मीहरूको लागि, त्यही भएर बाइक साइक स्टार्ट गरेर एकछिन उहाँमा बढ्छु। टक्क नै म उता सुस्पा लगेर जान्छु। परबाट दामी सनसेट भइरहेछ गोरुसँग कहाँबाट। अब पुरै भिडियो नाच्छ अब बाइकमा जानुहुन्छ, तर अब मसँग गोरु छैन, दुःखै किन सक्छु बाहिर। र त्यही मैले चाहिँ म तलैसम्म छोड्दिनु भनेको थिएँ। म चाहिँ यहीँबाट तर हिँड्दै जाने र त्यही भएर मैले आज ब्लग फेरि दामी हुन्छ भनेको। खासै भएन, तर अब हेर्दै गर्नु होला। र त गाइस, म चाहिँ अहिले घर आइसकेको छु। यहाँ मम्मीले सुस्पा छोडिदिउँ भनेको, देउरालीसम्म छोडिदियो अरे, त्यहाँबाट हिँड्दै जाने। त्यहीँ तल पनि हो, फेरि मलाई पनि तल यताउता काममा जान अलिक ढिलो हुन्छ। त्यही भएर मम्मीले नि तल घर जान्छु। तल गरेर एडिट गरेर भिडियो हालिहाल्छ, एडिट दामी गरेर भिडियोमा पोस्ट गरिहाल्छु त। अनि सबैलाई ह्याप्पी मदर्स डे, वैशाख 14 गतेको सबैलाई शुभकामना छ। यो नेपाल आमाहरूलाई सबैलाई है त। त्यही भन्दै बाइ। आजको यति नै ब्लग। भिडियो हेर्दै गर्नु होला, लाइक सब्सक्राइब सेयर गर्नु नबिर्सनु। कापु 23 मा सब्सक्राइब सेयर। ओके बाइ।